बियर खाने हो फु फु हिँड्ने हो बाख्रा चराउँदै ल आज चाहिँ फेरि म गोठबाट घरतिर जान लागेको मलाई लिन मेरो छोरा अनि भान्जी मेरो बुढी आछन् अनि म तपाईहरुलाई एउटा मेरो स्पेशल पर्सनसँग भेटाउन पप्पी हो यो स्पेशल पर्सन यसको यो 4 वर्षपछि आज यसले मलाई भेट्न आएको यो चाहिँ यसको कान पनि कोले खाइदिए रहेछ यो मर्यो भनेर मलाई कस्तो पिर परेछ तर यो पारी धानखोली चाहिँ बस्दो रहेछ यहाँ पटका पटकाएर यो के रे केटाहरुले तर्साएर छन् यसलाई त्यही भएर चाहिँ पारी बस्दो रहेछ बिचारा आज मलाई भेट्न आछ घर गयो जान लाग्यो थाहा पाएछ त्यही भएर भेट्न छैन के रे 4 वर्षपछि भेट भएको हामी कस्तो रमाथ्यो अघि आज पानी पनि परेको यो पनि भेट भएको ओ लु अर्को यो पनि आछ यो पनि यो यहीले लिएर आएको यो यसको साथी हो यिनीहरु चाहिँ यिनीहरु चाहिँ अर्को आज अर्को नयाँ पनि उता जाँदैछ तिनीहरु पनि लिएर यिनीहरु लिएर आएकोले यसको साथीहरु ल बस है म त ल घरतिर गएर आउँछु है ल अनि मेरो अर्को गेस्टहरुलाई म तपाईसँग देखाउन चाहन्छु बुझाउन चाहन्छु सम्झाउन चाहन्छु अनि मेरो च्यानलको नाम पप्पी म्यान एन्ड बीच अनि बीच चाहिँ यहाँनेर छन् यहाँनेर न्याउ 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 गरेर राखेका छन् यो चाहिँ एक घार छ अझै अहिले अर्को घार चाहिँ केटाहरुले पोल्दैछन् बीज पकर्ने अनि यसलाई चाहिँ हार्भेस्ट गर्ने हनी हार्भेस्ट गर्ने टेक्निक हुन्छ तर केटाहरुले त आगोको भुङ्रै भित्र हाल्दै रहेछन् अनि सखा बनाएछन् प्यार खाने प्रोग्राम भइराखेको छ यहाँ प्यार पनि खतरनाक तरिकाले पाएको हो यसलाई भन्छन् प्यार खाएपछि चाहिँ यस्तो हुन्छ यो चाहिँ नपाकेको यिनी पाकेको हुन् यो गुलियो हुन्छ यो चाहिँ अम्लो हुन्छ है पियर खाने हो फु फु हिँड्ने हो बाख्रा चराउँदै योले पनि आफ्नो पालो पुर्याउँछ रे प्लास्टिक उठाएर हावाले कता लग्यो बोरामा एक बोरा टिप्छ रे यसले